हेलो एभ्रिवान वेलकम टु माई भिडियो र यो चाहिँ अहिले क्लास 9 को इन्डिसेस घाताङ्क भन्ने यहाँ बाट चाहिँ हामीले न्युमेरिकल गर्न लागेको छौँ र तपाईँहरूको भाइ बहिनी अथवा कोही साथी चाहिँ क्लास 8, 9, 10 मा पढ्नुहुन्छ भने यो भिडियो चाहिँ सेयर गर्नुहोला, सक्दो सेयर गरिदिनु होला। र यहाँ चाहिँ सिम्प्लिफाई इन्डिसेसबाट चाहिँ सिम्प्लिफाईमा सोधिएको छ क्वेसन यहाँनिर र यो चाहिँ म सोल्युसन गरेर देखाउन गइरहेको छु र यसको क्वेसन चाहिँ मैले अघि सारिसकेको छु र यो तपाईँले झुक्किन सक्नुहुनेछ। यो चाहिँ 9 हो मैले लेखेको र यता भनेको 7 छ र यसलाई सर्वप्रथम हामीले फर्स्ट स्टेप भनेको चाहिँ यसलाई के गर्न सकिन्छ त त्यो सोचिहाल्ने। अब यसलाई हामीले छुट्याउन सकिन्छ भनेको एक्स 7 को पावर एक्स र 7 को पावर 2 माइनस 9 इन्टु 7 को पावर एक्स यति गर्न सकिन्छ र इन्टु 7 को पावर एक्स हुने भयो। अब यहाँ दुईटा कमन उस्ता उस्तै मिल्दो कुन कुन छ त कुन चाहिँ हामीले कमन तान्न सक्छौँ 7 को पावर एक्स बाँकी भनेको 7 को पावर 2 माइनस 9 यो अघि कमन आइसक्यो यहाँ मात्र 9 रह्यो। अब यहाँ भनेको हामीले यो लेख्नु र यो लेख्नु एउटै नै हो र इन्टुको फर्ममा भएछ भने हामीले काट्न पाइन्छ। 7 को स्क्वायर भनेको 49 हो माइनस यो भनेको 9 हो बाई 20 र यो भनेको 49 माइनस 9 भनेको चाहिँ 40 रहेको छ। यसमा चाहिँ डिभाइडेड बाई 20 क्यान्सल गर्दाखेरि यसको एन्सर चाहिँ 2 आउँछ र यसरी चाहिँ तपाईँहरूले गर्न सक्नुहुनेछ। र त्यसै गरी क्वेसन नम्बर 2 मा पनि लगभग त्यस्तै रहेको छ र मैले यहाँ क्वेसन सारिसकेको छु। यसलाई पनि हामीले सुरुमा चाहिँ सेपरेट गर्ने 7 को पावर 1 प्लस 21 इन्टु 7 को पावर 2x डट दिने 7 को पावर माइनस 1 बाई 7 को पावर 2x इन्टु 10। अब यहाँबाट फेरि कमन हेर्ने कमन के छ त हाम्रो यहाँनिर 7 को पावर 2x र 7 को पावर 2x छ र हामीले चाहिँ यहाँबाट 7 को पावर 2x कमन तानिदिने बाँकी रह्यो भनेको 7 प्लस 21 इन्टु यो कमन आइसक्यो यहाँनिर भनेपछि बाँकी भनेको 7 को पावर इन्टु 7 को पावर माइनस 1 रहेको छ डिभाइडेड बाई 7 को पावर 2x इन्टु 10 रहेको छ। यो क्यान्सल गर्न पाइयो। अब भनेको हाम्रो यो स्टेपमा अलिकति हामीले के गर्नुपर्छ त भन्दाखेरि यसलाई पोजिटिभ बनाउनुपर्छ। पोजिटिभ बनाउनु भनेको यसलाई तल लगेर चाहिँ यसरी बनाउन सकिन्छ 10 र यसलाई चाहिँ हामीले एलसिएम तान्ने 7 एलसिएम तान्दाखेरि योसँग 1 हुन्छ यो चाहिँ क्रिस क्रस भनेको क्रस मल्टिप्लाई हुन्छ 7 7 जा 49 प्लस 21 बाई 7 हुने भयो बाई 10 हुने भयो। अब यसमा चाहिँ हामीले एड गर्न सकिन्छ 0 भइहाल्यो 9 प्लस 1 0 10 भइहाल्यो 6 भइहाल्यो 7 भइहाल्यो भनेपछि 70 बाई 7 बाई 10 रह्यो र यसमा चाहिँ हामीले यो र यो क्यान्सल गर्न पाइयो। यहाँ भनेको के हुन्छ त भन्दाखेरि यहाँ भनेको 10 बाई 10 रहने भयो यो क्यान्सल गर्दाखेरि एन्सर चाहिँ 1 चाहिँ आउन सक्छ। यसको आउन सक्छ हैन आउँछ 1 यसको एन्सर नै बुकमा कति छ त 1 रहेको छ र यसरी चाहिँ तपाईँले गर्न सक्नुहुनेछ।